हामीले प्रस्ताव गरेका छौँ। अब स्कुल तहमा स्वास्थ्य विषय अनिवार्य गराइनुपर्छ। 1 कक्षादेखि PhD सम्म पढ्दा पनि आफ्नो शरीर कसरी जोगिन्छ भनेर नसिकाउने शिक्षा कसरी जीवन उपयोगी हुन्छ। त्यसैले विद्यालय तहमा स्वास्थ्य शिक्षा अनिवार्य गराइनुपर्छ। अब हाम्रो हेल्थ संरचनाले, स्वास्थ्य संरचनाले उपचारात्मक क्षेत्रमा मात्रै होइन, निरोधात्मक क्षेत्रमा पनि चेतना अभिवृद्धि गर्ने, नागरिकलाई जस्तै हामीले माघ महिनामा HPV भ्याक्सिन लगायौँ, झन्डै 15 लाखलाई पछिल्लो 4वटा जिल्ला समेत गरेर 15 लाख भन्दा बढी किशोरीहरूलाई HPV भ्याक्सिन हामीले उपलब्ध गरायौँ। अब हामी किशोरहरूलाई गराउन पनि प्रयत्न गरिरहेका थियौँ, तर अमेरिकी सहयोग रोकिएको कारणले त्यो अनिश्चित भएको छ। अब बाआमाको फ्लूको भ्याक्सिन पनि लगाउने गरी अन्तिम चरणमा पुगेको थियो, त्यो पनि रोकिने स्थिति बनेको छ। डेङ्गीको भ्याक्सिन पनि अन्तिम चरणमा पुगेको थियो, त्यो पनि रोकिएको छ। अब यो अर्को बाटोबाट कसरी गर्न सकिन्छ त्यसमा हामीले कोसिस गरिरहेका छौँ। निरोधात्मक क्षेत्रमा पनि हामीले व्यवस्थित ढङ्गबाट 3टै तह मिलेर काम गर्न जरुरी छ।